नमस्ते। यो चाहिँ नुवाकोट तादी गाउँपालिका 4 यो सुन्दरादेवी माध्यमिक विद्यालयबाट आउने बाटो भनेको यो खहरे खण्ड हो। यहाँबाट चाहिँ हामी दुबे हुँदै जान्छौँ। यो बाटोमा चाहिँ यो देखिरहेको जङ्गल यो व्यक्तिगत रूपमा मेरो हो र यसमा चाहिँ गत वर्ष पनि डडेलो लगाइयो अनि त्योभन्दा अगाडि पनि लगाइयो। अहिले चाहिँ मैले यो किन पोस्ट गर्दैछु भने यो जङ्गलमा डडेलो लगाउनु हुँदैन र हामीले चाहिँ हाम्रो परिवारका सबै बालबच्चाहरू जो कति मान्छेहरू मादक पदार्थ सेवन गरेर नि डडेलो लाउँछन् भन्ने सुनिन्छ, त्यो चाहिँ नगरिदिनु होला र स्थानीय सरकारले पनि केही सहयोग गरेर केही सचेतनामूलक कुराहरू गराइदिनु होला, जसले गर्दाखेरि हाम्रो यो जङ्गलहरू यो के भन्छ डडेलो लाग्नबाट बचोस् भनेर मैले चाहिँ यो पोस्ट गरेको। र सम्पूर्ण यहाँ नजिक हुने नजिक बस्तीमा बस्ने सबै यहाँका मान्छेहरूले चाहिँ आफ्नो परिवार आफ्नो छरछिमेकीहरूलाई भन्नु होला, जङ्गलमा डडेलो लगाउनु गैर कानुनी हो, यो चाहिँ कानुन सम्मत पनि छैन, यो नगर्नु र नगराउनु होला भनेर मैले पोस्ट गरेको छु। धन्यवाद।